गाइस म चाहिँ नेपाली स्टाइलमा चटपटे बनाउँदैछु आज हैन। हेर्नुहोस् यहाँ छ धनिया पाउडर, जिरा पाउडर, चुक भयो नेपाली, काँक्रो, टमाटर, गाजर अनि यो चाहिँ क्याबेज। यहाँ चाहिँ धनिया, लसुन, कान्दा, मिर्ची चाहिँ छ है। मेन हाम्रो चाहिँ यो सस है, यो चटपटेको सस हो, रेड सस, धनिया छ। यो चाहिँ मेन चिज चाहिँ हाम्रो चाहिँ यहाँ छ है। चाउचाउ चाहिँ भयो यस्तो बनाउँदैछु होइन। गाइस हाम्रो चाहिँ रेडी भइसक्यो होइन। अब एउटा टेस्ट गरौँ होइन कस्तो हुन्छ होइन। नेपाली स्टाइलबाट गाइस चटपटे चाहिँ लास्टै पिरो भयो होइन। साथीहरूलाई पनि सोध्छु होइन कस्तो भयो चाहिँ होइन। हेलो सेफ अनि चटपटे कस्तो लाग्यो नेपाली स्टाइलमा? मिठो थियो कि नै? मिठो थियो कि नै? बबाल ठिक छ, नेक्स्ट टाइम बनाऊँ ल। नेक्स्ट टाइम बनाएर खानुपर्छ ल। ल ल ल ल ल ओके। यो गाइस कहिले कतै नेपाली स्टाइलमा बहुत चिज बनाएर खान्छौँ। मोमो भयो होइन, हरेक चिजहरू हामी बनाएर खान्छौँ होइन। अनि हाम्रो अर्को भाइ छ उहाँलाई पनि सोधौँ। हेलो भाइ, चटपटे कस्तो थियो भन त? मिठो थियो कि नै? बबाल के बनाउँदैछौ? स्टाफको भाजी बनाउँदै हो ल गाइस। भाइले चाहिँ स्टाफको भाजी बनाउँछन्। ऊ चाहिँ इन्डियन हेल्पर हो। यता हेर त खै भिटेनको फ्यान हो नि ऊ। फेरि हेर न पुरा ट्याटो स्याटो हानेर है आँखामा। भाइ चाहिँ बबाल हो क्या फेरि बाबा। यो चाहिँ मेरो सेक्सन हो। यो सेक्सनमा चाहिँ म काम गर्छु होइन। अहिले चाहिँ साँझको अहिले 6 बज्यो होइन। यो गाइस यो चाहिँ हाम्रो किचन हो गाइस, किचन। अहिले चाहिँ सेपहरू चाहिँ अहिले चाहिँ जो बिहान आउँछन् तिनीहरू चाहिँ अहिले ब्रेकमा गइरहेको छन्। अहिले चाहिँ हामी चाहिँ साँझ आएको है गाइस। मशरूम मुल्तानी बटर रुमाली कडक गाइस। मशरूम मुल्तानी रेडी। गाइस पिकअप रेडी टू। दाइको लागि भन्छु भन्ला त केही भनेन अहिले साइकल
गाइज अब के भन्नु अडर सडर छैन के बसिरहेको गाइज अब अहिले चाहिँ त्यही हो गर्नु चाहिँ लास्टै छ गाइज के भनौँ किचन चाहिँ क्लोज छ अहिले आज चाहिँ होलीको दिन हो हजुरहरूले चाहिँ होली कतिको मनाउनु भयो गाइज हाम्रो त होली यस्तै हो के गर्नु वान ड्युटीमा हो हामी चाहिँ होली सोली त्यस्तै हो राजा गाउँतिर भएपछि चाहिँ हुने हो परदेशमा भएपछि यस्तै हो होली सोली के हो थाहा हुँदैन कसैलाई ल गाइज आज चाहिँ हाम्रो किचनमा चाहिँ झिसी चालु छ होइन झिसी हुँदैछ आज गाइज हेर्नुहोस् ल गाइज फाइनल्ली होटलदेखि पनि रुममा आएर बसियो होइन कामसाम अब खत्तम भयो अहिले चाहिँ रातिको चाहिँ 3 बजिसक्यो गाइज होइन अब कामसाम खत्तम भएर पनि रुममा आइसक्यो यस्तै हो गाइज भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला अनि कस्तो छ प्रतिक्रिया चाहिँ दिँदै गर्नु होला होइन भिडियो चाहिँ कस्तो छ बिचमा कस्तो आइरहेछ केही गडबड छ भने पनि मलाई भन्नु होला कमेन्टमा हजुरलाई म त्यही हिसाबले चाहिँ हजुरलाई म बनाएर दिनेछु बस सपोर्ट गरिदिनु होला थ्याङ्क यू सो मच अल गाइज बाई बाई टेक केयर